नमस्कार। मेरो कविताको शीर्षक छ सम्झनाका डोबहरू। मुटु र मन मस्तिष्कको सारा पूर्जाहरू नै चुटियो, सियोले सिलाउँदा सिलाउँदै सियो नै भाँचियो। मुटु र मन मस्तिष्कको सारा पूर्जा नै चुटियो, सियोले सिलाउँदा सिलाउँदै सियो नै भाँचियो। त्यो त सियो होइन, त्यो त सियो होइन, देशको मेरुदण्ड पो भाँचियो। त्यो त सियो होइन, देशको मेरुदण्ड पो भाँचियो। अब त केवल सम्झनाका डोबहरू मात्र रह्यो, अब त केवल सम्झनाका डोबहरू मात्र रह्यो। मलाई मात्र होइन, विश्वका सम्पूर्ण मानिस र पृथ्वीलाई नै रुवायो। पूर्वदेखि उदाउने त्यो सूर्यको लाली मुस्कान नै हरायो। नेपाललाई संगीत सिकाउने कोइलीको आवाज कता कता रुखो पन्जी लाग्यो। अब त केवल सम्झनाका डोबहरू मात्र रह्यो, अब त केवल सम्झनाका डोबहरू मात्र रह्यो। विकसशील देश त अब छताछुल्ल नै हुने भयो। विकसशील देश त अब छताछुल्ल नै हुने भयो। गरिबी जनताको ओठ मुक्त सुक्ने नै भयो। गरिबी जनताको ओठ मुक्त अब सुक्ने नै भयो। देशको उज्यालो तारा भनाउँदा ती बालकको भविष्य नै खुसी नै भयो। अब त केवल सम्झनाका डोबहरू मात्र रह्यो, अब त केवल सम्झनाका डोबहरू मात्र रह्यो। विश्वमै नघटेको घटना देख्नु पर्यो। देशको भविष्यको कल्पना नै गर्न गाह्रो भयो। विश्वमै नघटेको घटना देख्नु पर्यो। देशको भविष्यको कल्पना नै गर्न गाह्रो भयो। देशको पीडा र दर्द नै शरीरको बोझ भयो। अब त केवल सम्झनाका डोबहरू मात्र रह्यो, अब त केवल सम्झनाका डोबहरू मात्र रह्यो। राज परिवारको दुखद घटनाले सबैलाई पीडित बनायो। नेपालको जनतालाई मात्र होइन, विश्वको सारा राज परिवार नै यसको शिकार भयो। राजा रानी तथा राज परिवारको विदाई भयो, अब त केवल सम्झनाका डोबहरू मात्र रह्यो। राजा रानी तथा राज परिवारको विदाई भयो, अब त केवल सम्झनाका डोबहरू मात्र रह्यो, अब त केवल सम्झनाका डोबहरू मात्र रह्यो। धन्यवाद।